आज यो 3 पानी बन्दैछ है। 3 पानीदेखि 7 पानीसम्म कति पानी भयो अब? अब 6 मा बस्छ यो हालेपछि। ल अब करेक्ट रेडी हुन लाग्यो। पास यो निकाले। तातो तातो खाने विचार हुने साथीहरु आउनु है। अहिले रक्सी निकाल्ने एकजना कहाँ ल छ त? दुईजना चाहिने रहेछ। अब रेडी भयो यो निकाल। पहिला यो निकाल्नु त यो। माथि निकाल्न। म यो निकाल्छु त। खोइ हामीले त दुईजनाले त्यो भाडै उजाल्छ। ल यसरी चुइन्छ। कति भएछ? भर्यो? ल है। कति पान यो? के भरेछ है? कति मान आयो? ल 3 पानी है यो। तातो तातो खाने भए आउनु है। ल यो चाहिँ अब खानाको लागि रेडी भएको तातो तातो हो। सजिलो हुन्छ। त्यो कचौरा त पोलेर सक्दैन अब बहिनी। खै त्यो ग्लासमा चाखौँ। अलिक चाखौँ त्यसमा। उ त्यहाँ छ जग। जग छ दिदी। जगले नि हुन्छ। चाखौँ त अलिकति। जग। त्यहाँ स्टिलको मग थियो नि। ओ त्यसले हुन्छ। ल चाख्ने यहाँ छ नै गिलास। हेलो 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 लास्टो फ्याट म्यान अब फ्याट बोय चाहिँ हुनुपर्छ होला लिटल बोय भने जस्तो तातो तातो सेन्थेरियम ए तपाईहरु दुई भाइ चाहिँ फ्याट बोय लिटल बोय भन्नुपर्छ यो मार्विन र ओहो दामी भएछ ल हेर्नु त तातो छ भाइ सक्दैन अहिले त तातो छ नि तातो छ नि। तातो छ ल काका चाखेर चाहिँ उतो गर्नु त सुरुमा त हाम्रो त सिधै चाख्दैन हजुर भलो लाउने भलै खाने छेउपछि माछा खाने हुनु मागी खाने नहुनु दुई खाने हुनु तातो छ सबैको आस भरोसा पुग्ने हुनु त्यस्तो नगर्नु फलोस् फुलोस् बनाएको छ त ठिक छ ल कति माना होला यो रक्सी यसले जगबाटै गर्नु। यो चाहिँ भाँडामा तातै नहाल्दा हुन्थ्यो तपाईँलाई दिउँ? यो भाँडा राम्रो होइन हुन्छ मिठो भाइ छ है ठिकै भएछ यतिको तपाईँले त धेरै खानु भएन त नि ओइ, मिठो छ म र दिदी तातो तातो 3 पानी खाने भए आउनु है यस्तो छ साथमा 3 पानी खानु होला